In a world where time runs fast, the forest waits calm, timeless, and full of wonder. Today, a family pauses life to listen to nature's heartbeat. जङ्गलको उकालो यात्रासँगै मनमा छुट्टै उमङ्ग लिएर हामी पुग्छौँ शिवपुरी सामुदायिक वनभित्र रहेको एउटा सानो पार्क जसलाई मैले मिनी स्विजरल्यान्डको नाम दिएको छु। एक हरियालीले ढाकिएको सामुदायिक वन, च्याप च्याप बोल्ने चराहरू, वरपर बगिरहेका ससाना खोलाहरू र पारिवारिक साथ। शिवपुरी सामुदायिक वन जहाँ प्रकृति बोल्छ, हरियो जङ्गलको सुगन्ध, चिसो बतास अनि शान्त वातावरण। यही वनको काखमा छ एक पवित्र स्थल, एक आस्थाको केन्द्र, शिव मन्दिर। सामुदायिक वन भनेको केवल रुखहरूको समूह मात्र होइन, यो त गाउँलेहरूको आत्मा हो। यहाँको हावा, पानी, आवाज र मौनता सबैमा कथा लुकेका छन्। जहाँ आँखा पुग्छ त्यहाँ हरियाली, जहाँ सास चल्छ त्यहाँ चिसो बतास। यो हो शिवपुरी सामुदायिक वन। वन मात्रै होइन, यो त एक जीवन्त सपनाको थलो हो जहाँ प्रकृति बोल्छ र हामी मनभित्रबाट मुस्कुराउँछौँ। र यहाँको रमाइलो त पिकनिकमा झन् छुट्टै स्वाद दिन्छ। घरबाट पकाएर ल्याइएका परिकारहरू र वनको शान्तिमा त्यसको मिठास